यसरी घरमा पनि तपाईले सोध्नु होला आफ्नो बाबु नानीहरूलाई उनीहरूले पढेको विद्यालयमा पाएको शिक्षा व्यवहारिक छ कि छैन त जीवनोपयोगी छ कि छैन त सन्तति र सम्पत्ति दान नगरौँ आफ्ना बालबालिकालाई यस्तै विद्यालयमा पढाएर देश र समाजको सेवा गर्ने आफ्नो सन्ततिलाई देशमै राखेर देशको सेवा गर्न प्रेरणा गरौँ तालिम प्राप्त र सम्बन्धित विषयमा बिएड एमएड गरेका शिक्षकहरूलाई प्रवेश गराइरहेका छौँ किनकि अब अङ्ग्रेजी शिक्षा अहिलेको आवश्यकता छ म्याथ बिग्रेको विद्यालयको क्वालिटी अरूमा A+ ल्याए पनि त्यो पुरा गर्न सक्दैन स्पेङ्गलको सबभन्दा राम्रो गुण के छ भने म्याथबाटै डिग्री गरेको प्राचार्य हुनुहुन्छ धनप्रयास सुब्बा सर त्यसकारणले यो स्कुल बेस्ट हो भन्छु म चाहिँ हिजोका दिनमा बोर्डिङ थिएन सरकारी स्कुल पढेर आयौँ र पनि हामीले यो ठाउँमा बसेर हामीले बोर्डिङ त पढाएकै छौँ हाम्रा सपनाहरू पनि छन् र यो सपनालाई धेरै विद्यार्थीहरूले आत्मसात गरेर देश विदेश पनि जानुभएको छ राम्रो पढ्नु भएको छ प्रगति पनि गर्नु भएको छ भन्न त हामी नेपाली हौँ हामीले नेपाली भाषा प्रयोग गर्नुपर्छ भन्छौँ जताकतै र सुन्छौँ पनि यो सुन्दै गर्दाखेरि जब कुनै ठाउँमा जान्छौँ कुनै इङ्ग्लिस शब्दहरू कसैले बोले बुझ्न सक्दैनौँ र कसैसँग इङ्ग्लिस भन्न सक्दैनौँ त्यो अवस्थामा निकै गाह्रो पर्छ र अनिवार्य अति आवश्यक चिज इङ्ग्लिसलाई मानिन्छ त्यसैले हाम्रो बच्चाहरूले पनि हामी जस्तै जिन्दगी भोग्न नपरोस् भन्ने उद्देश्यले हामीले बोर्डिङमा पढाउन चाहेका हौँ हो कि होइन यो सम्मानले तपाईलाई आफ्नो कार्यक्षेत्रमा अगाडि बढ्ने प्रेरणा तथा हौसला मिल्नेछ भन्ने अपेक्षाका साथ यहाँको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ रश्मिला थापा अध्यक्ष विद्यालय व्यवस्थापन समिति छात्रमणि कटवाल अध्यक्ष विद्यालय सञ्चालक समिति धनप्रसाद सुब्बा प्रिन्सिपल र यो आज हाम्रो विद्यालयको लागि यो अति नै बढी सुखद हर्ष उल्लासको दिन हो
सर्वप्रथम त म तपाईँ महान अभिभावकज्यूहरू जो हाम्रो आशा र विश्वासको धरोहर हुनुहुन्छ, एकपटक सम्पूर्ण विद्यालयको तर्फबाट म तपाईँहरूलाई हार्दिक नमन सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो विद्यालय द स्पेङ्गल बोर्डिङ हाई स्कुलले 30औं वसन्त पार गरेर 31औं वर्षमा पुगिसकेको छ। अब म कति पनि ढिला गर्दिनँ, कार्यक्रमलाई म औपचारिक रूपमा सुरु गर्न चाहन्छु। आजको हाम्रो प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का वडाध्यक्ष आदरणीय दलप्रसाद कार्कीज्यूलाई हाम्रो विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्दैछौँ र मायाको चिनो प्रदान गरिदिनु हुनका लागि यस कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रमणि कटवाल सरलाई हार्दिक अनुरोध गर्दछु भने ग्रहण गर्दै हुनुहुन्छ यस कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का वडाध्यक्ष समादरणीय व्यक्तित्व दलप्रसाद कार्कीज्यू र वडाध्यक्षज्यूको हाम्रो विद्यालयप्रति यस्ता निजी विद्यालयप्रति सधैँ पनि यस्तो माया साथ सहयोग सहानुभूति र सहयोग रहनेछ, त्यो विश्वास पनि हामी राख्दछौँ। यस क्षेत्रको जनताको आशा र विश्वासको धरोहर हाम्रो अभिभावक, हाम्रो संरक्षक, आजको यो औपचारिक कार्यक्रमका प्रमुख अतिथि श्री दलबहादुर कार्कीज्यूलाई आफ्नो महत्त्वपूर्ण शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दै यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद सरलाई। वार्षिक तथा अभिभावक दिवसका सभापतिज्यू, विद्यालय व्यवस्थापन समितिका सभापतिज्यू, प्रधानाचार्यज्यू, विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिज्यूहरू, प्याप्सनका पदाधिकारी प्रतिनिधिज्यूहरू, महानगरका विद्या विभागका शिक्षा विभागका प्रतिनिधिज्यू, उपस्थित अभिभावक तथा विद्यार्थी दाजुभाइ दिदीबहिनीहरूमा म वडा नम्बर 30 को तर्फबाट शालीन अभिवादन टक्राउँदछु। स्वीकार्नुहोस्। द स्पेङ्गल विद्यालय करिब 2 वर्षदेखि 30 नम्बर वडाको मध्य भागमा थिर्बम सडक जनक मार्गमा चाहिँ सञ्चालित छ र मैले भन्नुपर्दाखेरि यो हाम्रो वडाको 30 नम्बर वडाको मध्य भागमा पर्दछ। घर आँगनमा यो उच्च स्तरीय विद्यालय पाउँदा त्यस क्षेत्रका अभिभावक र विद्यार्थीहरूलाई चाहिँ निकै सुविधा पुग्छ भन्ने मलाई लागेको छ। हुन त 30 का अब धेरै हुने खाने वर्गले आफ्ना बच्चाहरूलाई चाहिँ अङ्ग्रेजी अलि टाढाको स्कुल बिहान 8 बजे पठाउन पाइयोस्, बेलुका ढिला आओस्, त्यसपछि होमवर्क गरोस्, बाहिरी संसारबाट चाहिँ कटअप होस् भन्ने चलन आजकल चलेर गएको छ। तर यो द स्पेङ्गल विद्यालय चाहिँ विदेशको लागि पनि स्वदेशको लागि पनि जनशक्ति उत्पादन गर्ने विद्यालयको रूपमा मैले देखेको छु। किनभने यहाँ व्यावहारिकता ज्ञान अहिले जति कार्यक्रमहरू देख्यौँ सांस्कृतिक राष्ट्रप्रेम लगायतका अभिभावक सम्मान सम्बन्धीका कार्यक्रमहरू पनि विद्यालयले राखेको देखियो र यो चाहिँ मध्यम वर्गको लागि चाहिँ उपयुक्त विद्यालय चाहिँ मैले अहिलेसम्म देखेको छु। उहाँहरूले बाहिरी ठुला विद्यालयमा जाने विद्यार्थीहरू समेतलाई चाहिँ आफ्नो विद्यालयमा आकर्षित गराएर त्यहाँ पठन गर्ने कार्यक्रमहरू ल्याउनु हुनेछ र हाम्रो वडामा रहेका विशिष्ट व्यक्तिहरूले आफ्नो बालबच्चालाई चाहिँ यस स्पेङ्गल विद्यालयमा भर्ना गरी शिक्षा आर्जन गर्नुपर्यो भने राष्ट्र र समाजको सेवा गर्न र विदेशको लागि पनि जनशक्ति उत्पादन गर्ने विद्यालयको रूपमा चाहिँ खडा हुन्छ भन्ने मलाई आशा लागेको छ र त्यो भइ पनि रहेको छ। अब यहाँनिर कुरा के आयो भन्दाखेरि पहिला चाहिँ हरेक विषयगत अध्ययन गर्न चाहिँ हामी विदेश जान पर्ने भएको हुनाले र हामी दक्षिणतिर बढी चाहिँ त्यति बेलाको वातावरणले त्यो स्थिति बनाएको हुनाले हामीलाई अङ्ग्रेजी भाषाको अलिकति आवश्यकता थियो। आज देशमा धेरै विशेषज्ञता नेपालकै कलेज स्कुलहरूमा पठन पाठन गर्न सुरु भइसकेको छ र भइरहेको छ। त अर्को कुरो के आयो भन्दाखेरि अहिले देशमा नेतृत्व गर्ने व्यक्तित्वहरू जम्मै सामुदायिक स्कुलमा पढेका व्यक्तिहरू राष्ट्रपति, प्रधानमन्त्री अनि संसदहरू भएको अवस्थामा अहिले विषयगत अध्ययन गर्न विदेश जाँदाखेरि अङ्ग्रेजी भाषाको आवश्यकता पर्ने हो। तर जापान, रसिया, चाइना जस्ता देशमा अङ्ग्रेजीमा पठन पाठन हुँदैन। त्यहाँ गएर चाहिँ हामी स्कलरसिपमा पढ्न गयौँ भने
2 वर्ष त्यहाँको ल्याङ्ग्वेज पढेर मात्रै अनि अध्ययन गर्न पाइन्छ। 2 वर्ष खेर जान्छ त्यसमा। त यहाँ नेपालमा अहिले यति विद्यालयहरूबाट नेपालीमा अथवा अङ्ग्रेजीमा सबै दुवै थरबाट चाहिँ पठन पाठन गर्दाखेरि राष्ट्र र परराष्ट्रलाई पनि काम लाग्ने विद्यार्थीहरू जनशक्तिहरू उत्पादन हुन सक्दछ र यति विद्यार्थीहरूलाई समय दियो। अबको जमाना अहिले अभिभावकज्यूहरूले राख्नुभयो, अभिभावकहरूले हेर्न सकेन भने विद्यार्थी बिग्रन्छ। यो सही कुरा के हो भने पहिला आमाले घर सम्हाल्थिन्, बाउले परराष्ट्र सम्हाल्थे र सबै कुरो सामाजिक रूपमा मिल्थ्यो। आज आमा बुवा दुइटै कमाउन जाने भएको हुनाले विद्यार्थीप्रति त्यति हेरचाह नपुगेको पक्कै हो। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ यस वडा कार्यालयमा काम गर्दै आएको, मेरो चाहिँ जनप्रतिनिधि हैसियतले काम गरेको चाहिँ म 6 चोटि वडा सदस्य र 2 चोटि वडा अध्यक्ष भएको विषयले मैले के देखेको छु भने राम्रा बोर्डिङ विद्यालयमा पढ्ने विद्यार्थी अनि हुने खाने अभिभावकका बच्चाहरू विदेशको लागि चाहिँ शिक्षा लिएर विदेशमै पठाउने काम भइरहेको छ र देशमा आखिर यो यति ठुला स्कुलहरूमा राम्रा विद्यालयहरूमा पठन पाठन गरिसकेपछि उहाँहरूले राष्ट्र सेवा र नेपालको समाज सेवा गर्न मौका पाइएन भन्ने गुनासो सुनिन्छ। कारण के छ भन्दाखेरि हुन त मैले गत उसमा ग्यालेक्सी विद्यालयमा यो विषयमा कुरा बोल्दा त्यहाँको प्रिन्सिपलज्यूले हामीलाई लोकसेवामा जाँदै नै दिँदैनन्, कसरी हुन्छ भन्नुभएको थियो। मलाई के भन्ने लाग्छ भने अङ्ग्रेजी विद्या मात्रै पढेर मगा स्कुलमा पढेर अनिखेरि लोकसेवा जातमा दिन नसक्ने, नेपाल प्रहरीमा जागिर नखाने, नेपाल आर्मीमा जागिर नखाने, खालि विदेशको लागि मात्रै हामीले चाहिँ शिक्षा दीक्षा दिएर सन्ततिलाई उत्पादन गर्ने हो भने यो देशमा ज्येष्ठ नागरिकहरू आज सन्तान भएर पनि सन्तान नभएको अवस्थामा बाँचिरहेको अवस्थामा छन्। यदि हामीले विदेशी शिक्षा मात्रै लियौँ, विदेशमा मात्रै सुविधा र विदेशमै पठाउनुपर्छ र बालबालिकालाई बाहिर पठाउने हो भनेदेखि जीवनको उत्तरकालमा बाबुआमालाई ज्येष्ठ नागरिकहरूलाई हेरविचार गर्ने मान्छेहरू नभएको हामीले प्रत्यक्ष रूपमा भोगिरहेका छौँ र देखिरहेका छौँ। त्यसकारणले आजकल सानो परिवार सुखी परिवार भन्ने चलन छ। त्यसकारणले 1-2टा बच्चा उत्पादन जन्मिन्छन्, तिनलाई चाहिँ महँगा विद्यालयमा पढाएर विदेशै पठाउने भयो भने यो राष्ट्र र अभिभावकलाई हेर्ने भोलि कोही हुँदैन, सहारा नै कोही नभएको अवस्थामा देश यस्तो अवस्थामा पुगिसकेको अवस्थामा द स्कुल जस्तै यस्तै विद्यालयहरूमा विद्यालयहरूमा पढेका विद्यार्थीहरूले देश र समाजलाई पनि सञ्चालन गर्न सक्ने, विदेशमा गएर आफ्नो दक्षता पनि देखाउन सक्ने जनशक्ति उत्पादन भएको हुनाले गर्न सक्ने हुने भएकोले म यस्ता विद्यालयहरूमा आफ्ना अभिभावक टोलमा रहेका वडामा रहेको अभिभावकहरूलाई विद्यालयहरू आफ्ना बालबच्चाहरू भर्ना गरी त्यहाँबाट शिक्षा आर्जन गरी देश समाज र परराष्ट्रको पनि सेवा गर्ने मौका नेपाली जनशक्तिले पाउनेछन् भन्ने कुरा म चाहिँ विश्वास राख्दछु। र अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि सन्तति र सम्पत्ति दान नगरौँ। देशमा हुने खाने त्यो वर्गले के गरेछ भने ठुलो धनराशि लगाएर चाहिँ विद्या आर्जन गरेर छोराछोरी विदेश पठाउने, अनि त्यसपछि उहाँहरू नेपाल फर्किनुहुन्न, आफूले लगानी गरेको लगानी पनि फर्किँदैन, सन्तति पनि गुमाउने, सम्पत्ति पनि गुमाउने अवस्था देशको भएको कारणले आफ्ना बालबालिकालाई यस्तै विद्यालयमा पढाएर देश र समाजको सेवा गर्ने र अभिभावकप्रति के अरे दायित्व बोध हुने किसिमको चाहिँ शिक्षा हासिल गरेर आफ्नो सन्ततिलाई देशमै राखेर देशको सेवा गर्न प्रेरणा गरौँ भन्ने के अरे प्रेरणा दिउँ भन्ने आह्वान गर्दै मेरो यो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। महत्त्वपूर्ण संक्षिप्त शुभकामना मन्तव्य राखिदिनुका लागि म भावना अधिकारीज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। बालक एउटा बगैँचाको फुल जस्तै हो, स्वच्छ अनि सफा पानी मूल जस्तै हो। बालक एउटा सफा बगैँचाको फुल जस्तै हो, स्वच्छ अनि सफा पानी मूल जस्तै हो। असल संस्कार पायो भने सभ्य बन्न सक्छ, खराब संस्कार जिन्दगीको भूल जस्तै हो। धन्यवाद। कार्यक्रम सञ्चालक सर, मञ्चको प्राङ्गणमा छरिएर बस्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो तर्फबाट नमस्कार स्वीकार्नुहोस्। आजको यो कार्यक्रममा एउटा स्थान दिएर मलाई मन्तव्य राख्ने अवसर दिनुभएकोमा विद्यालय परिवार र सञ्चालक सरलाई धेरै धेरै धन्यवादसहित हृदयदेखि नै आभार नमन भन्न चाहन्छु। विद्यार्थीहरूलाई हामीले भन्ने गरेका अक्षर शब्दहरू छन्,
फलानु विद्यालयमा पढाउँदा मेरो विद्यार्थी कमजोर भयो, त्यहाँ विद्यार्थी कमजोर हुन्छन्, यो स्कुल राम्रो छैन, त्यहाँको टिचर राम्रो छैन, धेरैजनाको मुखबाट सुनिरहेका शब्दहरू हुन्छन्, जुन शब्दहरूलाई चाहिँ मैले पनि भन्ने गर्थेँ केही समय अघि। तर यो स्प्याङ्गल स्कुलमा पढाएर मेरो बच्चा कमजोर भयो किन? मैले आफैमाथि गरेको प्रश्न थियो। त्यतिखेर म एउटा जागिरमा एउटा स्टाफ भएर काम गर्थेँ, बच्चालाई समय दिन पाउँदैन थिएँ। त्यो कारणले गर्दाखेरि बल्ल पो रहेछ मेरो बच्चा कमजोर भएको जस्तो महसुस भएको मलाई। वर्तमान समयमा हामीले आफ्ना बच्चाहरूभन्दा बढी प्रायोरिटी पैसालाई दिन्छौँ, समय दिन सक्दैनौँ, ताकि बच्चाहरूको पढाइ एकदमै कमजोर भएको महसुस मैले गरेको छु। जब मैले जागिर गर्थेँ कुनै ठाउँमा, बिहान 9 बजेदेखि साँझको 7 बजेसम्म जागिर गर्थेँ, मेरो बच्चालाई दिने समय मैले फिटिक्कै दिन सकिरहेको थिएन, ताकि मेरो बच्चा किताब समात्ने ठाउँमा खेल्न जान्थ्यो अरू बालबालिकाहरूसँग भने उसलाई मैले कसरी शिक्षा दिन सक्थेँ। जबकि समय दिन सक्दैन, सबैभन्दा ठुलो बच्चाहरूको लागि भनेको लगानी हो, समय सबैभन्दा ठुलो लगानी हो। त्यसैले हामीले पैसा त आवश्यक छँदैछ र पनि सँगै बच्चालाई समय दिन सक्यौँ भने एकदमै बच्चाहरू आफै जान्ने हुन्छन्। जब विद्यार्थीको सबैभन्दा पहिलो अभिभावक भनेको, पहिलो पाठशाला भनेको अभिभावक हो, परिवार हो। परिवारले सही समयमा सही ज्ञान, सही सल्लाह, सही कुराहरू सिकायो भने विद्यालय भनेको के हो? दोस्रो पाठशाला हो। विद्यालयले दोस्रो कुराहरू सिकाउने हो। पहिलो संस्कारदेखि लिएर लगनशीलता, अनुशासितका कुराहरू हामी परिवारले सिकाउन सक्यौँ, परिवारको अभिभावकले सिकाउन सक्यौँ भने बल्ल हामीले विद्यालयलाई जिम्मा दिने हो कि मेरो बच्चालाई असल संस्कार सिकाउनु होला, असल तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नु होला भनेर भन्ने हो। त्यसैले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई के भन्छु, आमा पनि हुनुहुन्छ, कतिपय वृद्ध पनि देखिरहेको छु, बच्चालाई सबैभन्दा पहिलो लगानी भनेको समय हो। समय लगानी गर्यो भने पक्कै पनि बच्चाले असल कुराहरू सिक्नेछ र घरबाटै केही कुराहरू जानेर आयो भने बल्ल विद्यालयले थप कुराहरू सिकाउने हो। हामी वर्तमान समयमा सबैभन्दा बढी आवश्यक भनेको इङ्ग्लिस, अङ्ग्रेजी भाषा भन्न त हामी नेपाली हौँ, हामीले नेपाली भाषा प्रयोग गर्नुपर्छ भन्छौँ जताकतै र सुन्छौँ पनि। यो सुन्दै गर्दाखेरि जब कुनै ठाउँमा जान्छौँ, कुनै इङ्ग्लिस शब्दहरू कसैले बोले बुझ्न सक्दैनौँ र कसैसँग इङ्ग्लिस भन्न सक्दैनौँ, त्यो अवस्थामा निकै गाह्रो पर्छ र अनिवार्य अति आवश्यक चिज इङ्ग्लिसलाई मानिन्छ। सरकारले जब बेरोजगारी दर, हाम्रो नेपालमा जब बेरोजगारी दर छ, सरकारले रोजगार दिन सक्दैन देशमा भने विदेश जानको लागि पनि हामीले इङ्ग्लिस भाषा, अङ्ग्रेजी भाषा पढ्नु नै पर्ने हुन्छ। हामी ग्रामीण क्षेत्रमा पढेका विद्यार्थी, अघि एकजना बहिनी आएको थिइन्, सानो नानुले इङ्ग्लिस बोले, कसैले बुझ्नुभयो? धेरैजनाले बुझ्नु भएन जहाँसम्म मलाई लाग्छ। त्यसैले हाम्रो बच्चाहरूले पनि हामी जस्तै जिन्दगी भोग्न नपरोस् भन्ने उद्देश्यले हामीले बोर्डिङमा पढाउन चाहेका हौँ, हो कि होइन? त्यसैले हाम्रो बच्चाहरूले गुणस्तरीय शिक्षा पाउन् भन्ने एउटा उद्देश्य छ। त्यो उद्देश्यलाई स्प्याङ्गल बोर्डिङ स्कुलले पुरा गरिदियोस् भन्ने हाम्रो अभिभावकको अपेक्षा, चाहना यही छ। आजसम्म जति गरेको छ, जे होस् राम्रो गरेको छ। बच्चाहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने स्थान दिएको छ बच्चाहरूको लागि। त्यसको लागि स्प्याङ्गल बोर्डिङ स्कुललाई म हृदयदेखि नै धन्यवाद नमन भन्न चाहन्छु। यस्तै अन्य कार्यक्रमहरूमा पनि बच्चाहरूलाई 2-4 जना मान्छेको अगाडि गएर बोल्न सक्ने बनाइदियोस्, बच्चाहरूलाई खरर र इङ्ग्लिस बोल्ने बनाइदियोस्। हाम्रो अपेक्षा यही छ। जति गरेको छ राम्रो गरेको छ, यसमा चाहिँ केही छैन मलाई भन्नु। तर बाँकी कुराहरूमा अझै पनि सबैभन्दा बढी गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरू जो स्कुलमा आउँछन् उनीहरूको लागि अवश्य पनि अवसर प्रदान गर्नेछ र अङ्ग्रेजी भाषामा खरर बोल्न सक्ने बनाउने छ स्प्याङ्गल स्कुलले भन्न चाहन्छु। जुन अहिलेसम्म मेरो एउटा बच्चा 3 मा पढ्छ, युकेजीमा पढ्छ, सबैका बच्चा आफ्नो क्लासमाहरू पढ्दा होलान् होइन, सबैका बच्चाहरूलाई अवश्य पनि विभिन्न कुराहरूमा चाहिँ पर्फेक्ट बनाउनेछ भन्ने मेरो आशा छ, अपेक्षा छ। धेरै नबोलिकन म यति नै शब्द राख्न चाहन्छु। यो स्थानमा आउने एउटा अवसर दिनुभयो, फेरि पनि उहाँलाई धेरै धेरै धन्यवाद भन्दै यो स्टेजबाट बिदा चाहन्छु। नमस्कार। रचनात्मक सुझाव र सल्लाहलाई पनि दिएर जानुभयो। आफ्नो महत्त्वपूर्ण शुभकामना मन्तव्यलाई प्रयुक्त गर्न उहाँ स्टेजमा आउँदै हुनुहुन्छ। म फेरि पनि तपाईँहरूलाई एकपटक तालीले स्वागत र सम्मान व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद छ उद्घोषकज्यू। सर्वप्रथम त
त इस्ट बेङ्गल बोर्डिङ स्कुलका मान्यजनहरू, शिक्षकहरू, विशेष गरेर अतिथिहरूलाई म यो स्टेजबाट आदरसहित नमस्कार गर्न चाहन्छु। र विशेष गरेर यहाँ बोल्दै गर्दाखेरि सबैको ध्यान के हुन्छ भने आफ्ना बालबालिकाले भविष्यमा के गर्लान् भन्ने कुरा नै हुन्छ। यो उत्साहको लागि द इस्ट बेङ्गल बोर्डिङ स्कुलले यसरी हामी अभिभावकहरूलाई त यहाँनिर उपस्थिति गराउनु भएको छ। हामी धेरै नै खुसी छौँ। तर भविष्यमा यसरी हामीले जुन आशा गरेका छौँ त्यो आशा पुग्नको लागि चाहिँ योभन्दा अगाडिका अभिभावकज्यूले पनि भनिसक्नु भएको छ। थप कुरा त खासै केही पनि छैन। र पनि एउटा आशालाई निप्न नदिने चाहिँ जिम्मेवार चाहिँ स्कुलको पनि हुन्छ। पहिलो अभिभावकको पहिलो पाठशाला भनेर हामी सबैलाई थाहा छँदैछ। यो पहिलो पाठशाला भनेको चाहिँ वास्तवमा चाहिँ अति महत्त्वपूर्ण हो। त्यो पहिलो पाठशालाको सबैभन्दा अभिभावक त निर्वाह गर्नुहुने चाहिँ आमा नै जस्तो लाग्छ मलाई चाहिँ। किनभने आमा जसरी सानो बालकदेखि ताते ताते गर्दै गर्दैदेखि एउटा औँलामा डोर्याउने भनेको आमा हो। बाबुले त आफ्नो व्यवसाय आफ्नो के छ त्यतातिर लाग्ने हो। तर सबैभन्दा पहिलो प्राथमिकता चाहिँ आमा नै हुन्छ। सानोदेखि नै संस्कार सिकाउने भनेको अभिभावक नै हो। र त्यसमा अझ मलमपट्टि गर्ने भनेको शिक्षक अभिभावकहरू हुनुहुन्छ। त्यसैले गर्दाखेरि यहाँ धेरै भाषण गर्ने धेरै बोल्ने कुराहरू भन्दा पनि विशेष गरेर चाहिँ हामी अभिभावकहरूले पनि आफ्ना विद्यार्थीहरूलाई आफ्ना छोराछोरीहरूलाई कसरी गाइड गर्ने हो, कसरी लिड गर्ने हो हैन। हामीले स्कुललाई मात्र दोष दिँदा मात्रै पनि हुँदैन। किनभने हामी हिजोका दिनमा बोर्डिङ थिएन, सरकारी स्कुल पढेर आयौँ र पनि हामीले यो ठाउँमा बसेर हामीले बोर्डिङ त पढाएकै छौँ। हाम्रा सपनाहरू पनि छन् र यो सपनालाई धेरै विद्यार्थीहरूले आत्मसात गरेर देश विदेश पनि जानुभएको छ, राम्रो पढ्नु भएको छ, प्रगति पनि गर्नुभएको छ। त्यसैले गर्दाखेरि चाहिँ मलाई लाग्छ यो अभिभावकको जिम्मेवारी हामीले चाहिँ आत्मसात गरेर चाहिँ हामी जिम्मेवारी हुनुपर्छ। र विद्यार्थीहरूलाई चाहिँ यसलाई चाहिँ स्कुलका प्रिन्सिपल, स्कुलका सर शिक्षकहरूले पनि हाम्रा नानीहरूलाई चाहिँ राम्रो शिक्षा दिनुहुन्छ भनेर विश्वास छ। कमी कमजोरी त सबैको हुन्छ, अभिभावकको पनि हुन्छ, स्कुलको पनि हुन्छ। तर आफ्नो दायित्व जिम्मेवारी चाहिँ हामीले चाहिँ बोध गर्न सिक्नु नै पर्छ भन्दै 2 शब्द यहाँ राख्छु। हस्त नमस्कार। संक्षिप्त र महत्त्वपूर्ण विचार मन्तव्यको लागि हाम्रो विद्यालयका अभिभावक श्री टिका लोकन्द्रीज्यूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। आफ्ना केही शब्द राख्ने अनुमति चाहे। 2 जना अभिभावकको आफ्नो धारणा सुन्न पाएँ। यो धारणाबाट मैले धेरै राख्नुपर्छ जस्तै लागेन। यतिको अभिभावकको उपस्थिति भएको ठाउँमा द इस्ट बेङ्गल बोर्डिङ आफै अभाग्यशाली भएको छ। मैले सम्पूर्ण अभिभावकज्यूलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु तपाईँहरूको विचारका लागि। किनभने दुईटै अभिभावकको बोलीमा एउटै कुरा थियो, आमा बुवाको समय। आमा बिनाको घर शून्य हुन्छ र बुवा बिनाको जीवन शून्य हुन्छ भनेर मैले एउटा कोटेसन पढ्दै थिएँ। र त्यो शून्यता चाहिँ समयमा शून्यता हो। जुन आमा बुवाले आफ्नो छोराछोरीको लागि समय दिन सक्नुहुन्न त्यो बच्चा अलिकति जीवनमा अब्बल दर्जाको नबन्ने हो, विजेता नबन्ने हो, उपविजेता मात्रै बन्ने हो। त्यस कारणले समय दिनुपर्छ भन्ने दुईटै अभिभावकको हैन आशा थियो र सन्देश थियो। र अहिले रिसर्चले के जनाएको छ भने धेरै महँगो स्कुल, धेरै नाम चलेको स्कुल, धेरै विद्यार्थी भएको स्कुल भन्दा 200 देखि 300 धेरैमा धेरै 350 भएको स्कुल जहाँ चाहिँ प्रिन्सिपल डेडिकेटेड छ त्यो स्कुलमा पढाउँदाखेरि बच्चाको भविष्य राम्रो बनेको 11-12 पछि डक्टर, इन्जिनियर, पाइलट, सिङ्गर, म्युजिसियन के बन्ने हो त्यो बनेको रिजल्ट बढी आएकोले तपाईँ चाहिँ बच्चा स्कुलमा थोरै छ भनेर हैन काहीँ कतै
मन नबरालिनु होला, तपाईँको मन ढुक्क हुनुहोस्। अहिलेको रिसर्चले जनाएको सत्य त्यही हो। 200-250-300 भएको स्कुल जहाँ चाहिँ प्रिन्सिपल रात दिन त्यही स्कुलमा लागेको छ, त्यो स्कुलको नतिजा माथि गएर बेस्ट देखिएको छ। यसकारण ढुक्क भएर इस्ट बेङ्गललाई माया गर्न पनि अनुरोध गरेँ। अर्को राम्रो पक्ष छ, अर्को राम्रो पक्ष के छ भने सबैभन्दा कमजोरी अहिले सरकारी स्कुलको पनि हाम्रो पनि हालत के छ भने म्याथ टिचर पाइँदैन। म्याथ टिचर पाउँदैन तपाईँको आज ल्यायो भोलि जान्छ। 3 महिना पढाउनुहुन्छ गुरुले, 4थो महिना कहाँ भिजा लाग्छ कि साइन्सबाट आएको हुन्छ होइन, कि म्याथै पढेर पनि कहीँ भिजा लगाइसकेको हुन्छ। म्याथ टिचर पाउन सबैभन्दा मुस्किल। म्याथ बिग्रेको विद्यार्थीको र म्याथ बिग्रेको विद्यालयको क्वालिटी अरूमा A+ ल्याए पनि त्यो पुरा गर्न सक्दैन। इस्ट बेङ्गलको सबभन्दा राम्रो गुण के छ भने म्याथबाटै डिग्री गरेको प्राचार्य हुनुहुन्छ धनप्रयास सुब्बा सर। त्यस कारणले यो स्कुल बेस्ट हो भन्छु म चाहिँ। स्वागत मन्तव्य राखिदिनुका लागि हाम्रो विद्यालयका प्रिन्सिपल आदरणीय सर धनप्रसाद सुब्बाज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद मिक्तोक सर। काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का अध्यक्ष आदरणीय व्यक्तित्व श्री दलबहादुर कार्कीज्यू, अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू लगायत हाम्रा शुभचिन्तकहरू सम्पूर्णमा म विद्यालयको प्रिन्सिपलको तर्फबाट र विद्यालयको तर्फबाट यहाँहरूलाई म सम्बोधन गर्दै आजको यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। गत वर्ष हामीले साइन्स एक्जिबिसन गऱ्यौँ र यो वर्ष हामीले अभिभावक दिवस मनाएका छौँ। त्यसै गरी अर्को वर्ष हामी अर्को नयाँ कार्यक्रम ल्याउनेछौँ। यसरी हाम्रो कार्यक्रम अगाडि बढ्दै जानेछ र यसमा विशेष कारणवश हामीले अभिभावक दिवस वर्षै नै मनाउन नसकेको कारण त यहाँहरूलाई विदितै छ। हामीलाई पेन्डामिकको असरले अर्थात् कोभिडको असरले गर्दाखेरि विद्यालयलाई अगाडि बढाउन जति समस्या थियो त्यसको लगतै फेरि ठाउँ स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हुनाले त्यसले झनै हामीलाई समस्या सृजना भएको थियो। हाम्रा अभिभावकत्व हामीलाई प्रदान गर्नुहुने आजका प्रमुख अतिथि दलबहादुर सर यहीँ हुनुहुन्छ। उहाँको ठुलो सहयोगले गर्दाखेरि हामी आज घिस्रिरहेको अवस्थामा पनि त्यसलाई अलिकति अगाडि बढेर ठमठम हिँड्ने अवस्था भएको छ र एकपटक सम्पूर्ण अभिभावक लगायत शुभचिन्तकहरूलाई म ताली बजाएर उहाँहरूलाई सम्मान स्वरूप ताली बजाएर स्वागत गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु र सम्मान गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु। र यो एउटा मैले थोरै पृष्ठभूमि मात्रै राखेँ। अब विद्यालयका क्रियाकलापहरू कसरी अगाडि बढिराखेको छ भन्ने कुरा त यहाँलाई विदितै छ, थाहा नै छ। विद्यालयको कक्षा कोठाभित्र बाबु नानी, तपाईँका बाबु नानीहरूले, हाम्रा विद्यार्थीहरूले पढेको कुरालाई कतिको जीवनोपयोगी र व्यवहारिक शिक्षा हाम्रा बाबु नानीहरूले पाए त भन्ने कुराहरूमा यहाँहरूलाई पनि मेरो के अनुरोध छ भने एकचोटि घरमा पनि तपाईँले सोध्नु होला आफ्नो बाबु नानीहरूलाई। उनीहरूले पढेको विद्यालयमा पाएको शिक्षा व्यवहारिक छ कि छैन त, जीवनोपयोगी छ कि छैन त, उनीहरूलाई कुनै काम बनाउँदाखेरि त्यो अनुसारको गर्न सक्छन् कि सक्दैनन् त भन्ने बारेमा यहाँहरूले पनि जानकारी राखेर बेला मौका सोध्नुपर्ने अवस्था अवश्य नै हुन्छ। र हामीले शैक्षिक क्रियाकलाप लगायत विभिन्न खेलकुदका क्रियाकलापहरू पनि हामीले गर्दै आएकै छौँ। उनीहरूलाई विद्यालयको कक्षा कोठा र त्यो परिसरमा मात्रै सीमित राख्दैनौँ। हामी उनीहरूलाई बाहिर जानका निम्ति विभिन्न संस्थाहरूले जस्तो प्याप्सन लगायत विभिन्न संस्थाहरूले आयोजना गरेको क्रियाकलापहरूमा हामी सहभागी गराउँछौँ र त्यो सहभागी गराउँदाखेरि उत्कृष्ट विद्यालयमा उत्कृष्ट भएर छानिएका विद्यार्थीहरूलाई हामी त्यहाँनिर पठाउँछौँ। यो पनि एउटा ठुलो प्लेटफर्म हो उनीहरूलाई। उनीहरूलाई विद्यालयमा मात्रै एक आपसमा प्रतिस्पर्धा गरेर अब हुँदैन, उनीहरूलाई बाहिर जानको निम्ति हामीले वातावरण बनाउनुपर्छ भन्ने हाम्रो पहिल्यैदेखिको हाम्रो कार्ययोजना हो र आगामी दिनमा पनि हुनेछ भन्ने नै हो। अब शैक्षिक
शैक्षिक उन्नति, शैक्षिक प्रगति, शैक्षिक क्रियाकलाप सम्बन्धी जस्तो एससीको रिजल्टहरू त मैले भनिरहनु पर्दैन। कम्तीमा हाम्रा विद्यार्थीहरूले गत वर्षको एससीमा 3.92 जिपिए ल्याएर उत्कृष्ट जिपिए ल्याएर पास गरेका छन् र जिपिएको एभरेज पनि 3.46 छ हाम्रो। र अब आगामी वर्षहरूमा पनि यस्तै जिपिए ल्याउनको निम्ति अभिभावकहरू लागिराख्नु भएको छ, मेरा शिक्षक साथीहरू लागिराख्नु भएको छ र विद्यालय व्यवस्थापन समिति अर्थात् म्यानेजमेन्ट आफै लागिराखेको छ र यसमा पनि अब यो वर्षको एससी पनि अवश्य नै राम्रो रिजल्ट आउने छ भन्ने हामीले अपेक्षा गरेका छौँ। र यसका अलावा हामीले विद्यालयलाई कसरी डिजिटलाइज गर्ने भन्ने बारेमा मैले पहिले पनि कुरा राखेको थिएँ र अहिले पनि म राख्दैछु। बिस्तारो विद्यार्थीहरूलाई पुस्तकले मात्रै अब हुँदैन, पुस्तकमा त्यो पाठमा भएको कुराहरूलाई मात्रै पढेर हुँदैन, उनीहरूलाई अलिकति डिजिटलतर्फ अलिकति आइसिटीतर्फ अब हामी अगाडि बढ्नुपर्छ भन्ने अब हामीले सोचिसकेका छौँ र त्यसलाई व्यवस्थित गर्ने कुराहरूमा हामी अगाडि लागिराखेका छौँ र विद्यालयलाई व्यवस्थित गर्ने कुराहरूमा हामीलाई धेरै शुभचिन्तकहरूले हामीलाई सहयोग गर्नुभएको छ। सम्पूर्णलाई फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको प्रिन्सिपलको तर्फबाट अर्थात् विद्यालयको तर्फबाट यहाँहरूलाई स्वागत गर्दै यहाँ आइदिनु भएकोमा म धेरै धेरै धन्यवाद गर्दै आभार प्रकट गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। कार्यक्रमलाई समापन भएको घोषणा गरिदिनुका लागि म यस कार्यक्रमका सभापति एवं द इस्ट बेङ्गल बोर्डिङ हाई स्कुल विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री छत्रमणि गटवालज्यूलाई यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। 26औं अभिभावक दिवसमा उपस्थित हुनुभएका आदरणीय अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरू, धेरै कुराहरू हाम्रो पूर्ववक्ता मित्रहरूले, अतिथिहरूले, विद्यालयको प्रिन्सिपलले राखिसक्नु भएको छ र अब मैले धेरै कुराहरू राख्नुपर्ने छैन। केही शैक्षिक गतिविधिहरूको बारेमा विद्यालयको प्रिन्सिपलज्यूले अघि नै राखिसक्नु भएको छ र सबभन्दा पहिला म यहाँ उभिँदाखेरि एउटा कुराको स्मरण गर्न चाहन्छु। कालिका स्थानबाट चारखालमा विद्यालय सार्दाखेरि फाइल बोकेर म वडाध्यक्ष समक्ष टेबलमा गएको थिएँ। त्यहाँनिर धेरै ठुला विवादहरू थिए। त्यहाँ कतिपय पक्षहरू यहाँ विद्यालय आउन दिनु हुँदैन, ल्याउनु हुँदैन भनेर त्यहाँ उहाँको टिम नै लागि परेको थियो। त्यसै बेलामा मेरो हातबाट दलबहादुर कार्कीज्यूले मेरो फाइल तान्नु भएर उहाँले सिधै तोक लगाइदिनु भयो। तोक लाएर वडा सचिवकमा पठाइदिनु भयो र त्यसरी चाहिँ विद्यालय दर्ता भएको थियो र त्यो एउटा सुखद स्मरण। उहाँले आफ्नो वडामा विद्यालय ल्याउन खोज्नु भएको थियो र उहाँले अहिले पनि धेरै सहयोग गरिराख्नु भएको छ। यसको चाहिँ म वडाध्यक्षज्यूलाई विद्यालयको तर्फबाट धेरै धेरै आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरेर अब केही विद्यालयका शैक्षिक गतिविधिहरूको बारेमा पनि म यहाँलाई प्रकाश पार्न चाहन्छु। हामीले अब यो 82 सालबाट 2082 विक्रम सम्वतबाट चाहिँ अलिकति सुविधा सम्पन्न पुस्तकालय विद्यालयमा सञ्चालन गर्न गइरहेको जानकारी पनि म यहाँलाई दिन चाहन्छु। त्यस्तै गरेर विज्ञान प्रयोगशालालाई पनि अलिकति ठुलो स्तरमा अलिक बृहत रूपमा सञ्चालन गर्न गइरहेको कुरा पनि म यहाँलाई जानकारी दिन चाहन्छु। र अघि अभिभावकहरूबाट र सम्पूर्ण व्यक्तिहरूबाट अहिलेको अङ्ग्रेजी शिक्षाको महत्त्वको बारेमा धेरै बोलिसक्नु भएको छ र अब हाम्रो विद्यालय अहिले 31औं वर्षमा चलिरहेको छ र 31औं वर्षमा चलिरहँदा हामीले सबभन्दा पहिला चाहिँ इङ्ग्लिस शिक्षालाई, इङ्ग्लिस मिडियम स्कुल र त्यहाँ भएका चाहिँ गतिविधिहरूलाई सञ्चालन गरेका छौँ र हामीले अङ्ग्रेजी शिक्षालाई महत्त्व दिएका छौँ किनकि अब अङ्ग्रेजी शिक्षा अहिलेको आवश्यकता छ। त्यो हाम्रो लागि आवश्यक छ, परिवारको लागि आवश्यक छ, हाम्रो चाहिँ शैक्षिक गतिविधिहरूको लागि आवश्यक छ र त्यस्तै गरेर निकट भविष्यमै हामीले खेलकुद सामग्रीहरू प्रशस्त रूपमा विद्यालयमा उपलब्ध गराउनेछौँ किनकि विद्यालयलाई विद्यार्थीहरूको चाहिँ शारीरिक क्रियाकलाप पनि आवश्यक छ। विद्यार्थीहरूले खेल्न पाउनुपर्छ, उनीहरूको चाहिँ त्यो अधिकार हो र यो अधिकारलाई हामीले सम्बोधन गर्ने प्रयास गरेका छौँ। त्यस्तै गरेर सकेसम्म हामीले तालिम प्राप्त र सम्बन्धित विषयमा बिएड, एमएड गरेका शिक्षकहरूलाई प्रवेश गराइरहेका छौँ। यो यहाँ हजुरहरूलाई पनि थाहा होला, हामीले सकेसम्म चाहिँ टिचर नियुक्ति गर्दाखेरि कम्तीमा बिएड गरेको अथवा एमएड गरिसक्नु भएको जो चाहिँ सम्बन्धित विषयमा
विज्ञ हुनुहुन्छ, दक्ष हुनुहुन्छ र तालिम प्राप्त हुनुहुन्छ त्यो त्यस्तो अनुभवी शिक्षकहरूलाई प्रवेश गराइरहेका छौँ र यो गराउने क्रम आगामी दिनहरूमा नि जारी रहनेछ भन्ने कुरा म आफ्नो विद्यालयको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। र अहिलेको शिक्षा भनेको अब गाली गरेर विद्यार्थीहरूलाई पनिसमेन्ट दिएर भन्दा पनि परामर्श कार्यक्रमहरूबाट चाहिँ अलिकति राम्रो हुन्छ, विद्यालयप्रति शिक्षाप्रति चाहिँ आकर्षण हुन्छ भनेर हामीले परामर्श कार्यक्रमहरूलाई पनि विद्यालयमा सञ्चालन गरेका छौँ। र यो पक्कै पनि यो अभिभावकको सहयोग बेगर पक्कै पनि एउटा निजी क्षेत्र, निजी विद्यालय 31औं वर्षसम्म सञ्चालन गर्न गाह्रो हुन्छ। र यो द इस्ट बेङ्गल बोर्डिङ हाई स्कुल अभिभावकहरूको स्कुल हो, यो तपाईँहरूको स्कुल हो। तपाईँहरूको सहयोग साथ रहँदासम्म यो स्कुल अब 32औं 33औं हुँदै 75औं वर्षसम्म जाओस्, यो सहयोगको म अपेक्षा गर्छु। यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्छु। पक्कै पनि यहाँहरूले त्यो सहयोग दिनुहुनेछ, त्यो सल्लाह सुझावहरू समयमा दिनुहुनेछ। र हाम्रो तर्फबाट, विद्यालय सञ्चालकहरूको तर्फबाट, शिक्षकहरूको तर्फबाट यहाँहरूका नानी बाबीहरूको भविष्य पक्कै पनि हामी बिग्रिन दिने छैनौँ। र यो म विद्यालयको तर्फबाट एउटा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिलेको समयले मागेको सिप र ज्ञान पक्कै पनि द इस्ट बेङ्गल बोर्डिङ हाई स्कुलले यहाँका नानी बाबुहरूलाई दिनेछ। यहाँहरू ढुक्क हुनुहोस्। यहाँका नानी बाबुहरू अहिलेको यो संसारमा कुनै पनि कुरामा कमी हुन छैनन् र त्यसको आधार हामी तयार पार्छौँ भन्ने म पुनः एकचोटि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र गुणस्तरीय शिक्षाको कुरा अघि उठेको थियो। अवश्य नै द इस्ट बेङ्गल बोर्डिङ हाई स्कुलले गुणस्तर शिक्षालाई अत्यन्त धेरै महत्त्वको साथ हेरेको छ र गुणस्तर शिक्षा दिनको लागि अघि नै हाम्रो प्रिन्सिपल सरले भनिसक्नु भएको छ कि हामी प्रविधिमा जोड्दैछौँ। हामीले विभिन्न किसिमका श्रव्य दृश्य सामग्रीहरू सञ्चालन गर्दैछौँ। हामीले अघि नै मैले भने सुविधा सम्पन्न लाइब्रेरी हामी बनाउँदैछौँ। त्यस्तै गरेर सुविधा सम्पन्न विज्ञान प्रयोगशाला पनि बनाउँदैछौँ। र यहाँहरूले आगामी दिनहरूमा पनि सहयोग गर्नुहुनेछ, साथ सहयोग दिनुहुनेछ भन्ने आशा गर्दै आजको यो भव्य उपस्थितिको लागि धन्यवाद दिँदै म आजको यस औपचारिक कार्यक्रमको पहिलो सत्रलाई समापन गरेको म घोषणा गर्दै यहाँहरू चाहिँ अब विद्यालयले प्रस्तुत गर्न लागेको सांस्कृतिक कार्यक्रममा मनोरञ्जन गर्नुहोस् भन्दै म यहाँबाट बिदा दिन चाहन्छु। धन्यवाद। अभिभावक दिवसको यो उपलक्ष्यमा आयोजित बृहत साङ्गीतिक एवं सांस्कृतिक यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि महत्त्वपूर्ण योगदान दिलाउनु हुने सबै पक्षहरू, हल उपलब्ध गराउनु हुने द रसियन कल्चर, त्यसै गरी प्राविधिक कक्षमा साथ दिनुहुने प्राविधिक मित्रहरू, त्यसै गरेर हाम्रो यो कार्यक्रमलाई विभिन्न सञ्जालहरूमा अपलोड गर्नको लागि योगदान पुर्याउनु हुने मित्रहरू र सबै अरू साथीहरू, भलेन्टियर्स, विद्यार्थी भाइ बहिनीहरू जसले यो कार्यक्रमलाई सभ्य भव्य बनाउनलाई सहयोग गर्नुभयो, उहाँहरूप्रति हामी विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौँ र धन्यवाद पनि व्यक्त गर्दैछौँ। आउँदो दिनहरूमा पनि यस्तै हजुरहरूको साथ सहयोग र समर्थन रहने हामी आशा गर्दछौँ भने आजको यो अनौपचारिक कार्यक्रम पनि यही नै समापन भएको म घोषणा गर्दछु। हस्त, नमस्कार, धन्यवाद।